हामी चाहिँ रम्फूमा बस्नु हेर सकेनौ रम्फूमा बस्नु चाहिँ हामी खुट्टा हाल्ने जग्गा धरी छैन अन्त पछाडि काजी साहबलाई लिएर फर्किँदैछौँ पो हामी त काजी साहब बिजी छ पछाडि पनि अब गाडी निकै फर्किँदैछ होइन हामी अब फर्केको खुट्टा हाल्ने जग्गा छैन भात खानु त अहिले लाइन बस्यो भने बिहान मात्रै पाउँछ होला भात खानु पनि के को छ भन्छ डिस्टा सही हो बिहान मात्र बिहान पनि कोनी रम्फूको सानो मेटा थुप्रिँदा अब 3-4 बजीदेखि होइन को हो सँगै जाने हो त दौडेर हतारले आमा पार्टी रहेछ भित्र देखो न गाइस देखो न क्या है गाइस देखो न ये देखो न सुना है पहले तो बहुत था यहाँ पर दुकान के फाइदा भयो मलाई ओभरटेक गरेर आइरहेको यहीँ भेट्यो त्यही कारण चाहिँ काजी साहब पनि देखाउँ आजको हाम्रो सिएम चाहिँ पछाडि बस्नु भएको छ होइन अब उहाँले चाहिँ अब हामीले के कहाँ लानुहुन्छ भन्छ हामी त्यतिलाई कुदाउने हो सक्यो गाडी चाहिँ कति खिच्थ्यो हालिजाँदा त ग्राउन्डमा अन्त कुन जग्गा हो त्यो माथि त्यो चाहिँ मेरै एरिया हो आउँदैछ जाँदैछ मजा छ आज 4 तारिक चाहिँ मजा छ है सबैलाई हरेस बल्ल पुग्यो भात पनि खानु पाएन तिर पुच्का मात्रै खायो त्यो पनि बल्ल